हाई गाइस, सबैजना लेबरहरूलाई चाहिँ एकदम ह्याप्पी लेबर डे भन्न चाहन्छु म आज चाहिँ होइन। आज चाहिँ लेबर डे भयो होइन, श्रम दिवस। सबैलाई त्यही सम्बन्धी चाहिँ भिडियो बनाउन लागिरहेको छु अहिले चाहिँ मैले होइन। भिडियो बनाउन लागु अब चाहिँ लगाउँदै स्क्रिप्ट पनि छोटो छोटो लेखिसकेको छु, स्क्रिप्ट टाइपको होइन। अनि चाहिँ अब चाहिँ लगाउँदै स्टार्ट गर्दैछु मैले चाहिँ यता भिडियो। लेस लेख्थेँ, पानी खान्छु पहिला अनि त्यसपछि चाहिँ लगाउँदै भिडियो बनाउनुतिर लाग्छ। अनि त्यति रियल चाहिँ भएको छैन, त्यति कन्टेन्ट केही गरेर चाहिँ छोटो छोटो यत्रो यत्रो लेखेको। अनि सो त्यहीलाई चाहिँ हल्का छोटो एज अ नलेजेबल टाइपको भिडियो बनाउनलाई चाहिँ ट्राई गर्न लागेको क्यामेरादेखि होइन। कस्तो हुन्छ हेरौँ। I'm ready. सो हाई गाइज, सबैजनालाई थाहा नै होला आज चाहिँ स्पेसल डे होइन, कामदार दिवस। आज चाहिँ 2026 मे 1 को भयो होइन। मे 1मा चाहिँ लेबर डे हुन्छ होइन, सबैलाई थाहा नै होला। यो चाहिँ होइन अमेरिकादेखि स्टार्ट भएको थियो यो लेबर डे चाहिँ होइन, कामदार दिवस चाहिँ। यो चाहिँ 1986मा चाहिँ अमेरिकामा मे 1मा चाहिँ स्टार्ट भएको थियो। धनी 150 वर्ष पहिले नै स्टार्ट भइसकेको रहेछ होइन। यसो हेर्दा चाहिँ अमेरिकामा चाहिँ 1986 मे 1देखि नै स्टार्ट भइसकेको थियो अमेरिकामा चाहिँ। एन्ड यसको इतिहास हेर्दाखेरि चाहिँ नेपालमा चाहिँ धन 1990बाट भनेपछि 104 वर्ष पछाडि अमेरिका भएको 104 वर्ष पछाडि चाहिँ बल्ल बल्ल चाहिँ नेपालमा पनि मनाउन थाल्यो यो कामदार दिवस चाहिँ मेन गरी होइन। अब 104 वर्ष अगाडिबाट नै अमेरिकामा मनाउन थाल्यो, तर पनि नेपालमा चाहिँ एकदम ढिला भयो। 104 वर्ष भनेपछि एकदम एक शताब्दी पछाडिबाट मनाउन थाल्यो। यसको सुरुवातमा चाहिँ 1990बाट चाहिँ स्टार्ट भयो नेपालमा चाहिँ होइन। अब यसको सुरुवात चाहिँ हुनुपर्छ भन्ने चाहिँ 1951देखि नै स्टार्ट भइसकेको थियो, तर चाहिँ हुन सकेन होइन। अब हुनुपर्छ भनेर नारा गरेको होइन। धनै 40 वर्ष पछाडि चाहिँ भयो। 1960देखि 1990सम्म चाहिँ एकदम जो चाहिँ पीडित थियो होइन, कामदारहरू जसले चाहिँ शोषण भोगिरहेको थियो अनि त्यस्तो टाइपकोहरूले दुईहरूले चाहिँ एकदम आन्दोलन नारा जुलुस गरेर चाहिँ अनि बल्ल बल्ल चाहिँ 1990बाट चाहिँ नेपालमा पनि फाइनली कामदार दिवस मनाउन थाल्यो। र अनि लगतै अनि त्यो मनाउन थालिएको लगतै प्रजातन्त्र पनि आयो र अनि सो 1990बाट चाहिँ मनाउन थाल्यो। अनि यसमा चाहिँ नेपालमा चाहिँ मनाउन लागेको यो चाहिँ भर्खरै 36 वर्ष मात्र भएको छ नेपालमा चाहिँ यो मनाउन लागेको। आज पुरा विश्वभरि नै बन्द छ आज चाहिँ, किनभने चाहिँ लेबर डे हो होइन। अनि जताततै बन्द छ आज चाहिँ। मेरो नि काम छैन आज चाहिँ, म लेबरभित्रै पर्छु, त्यही भएर चाहिँ। एन्ड लेबर भन्न बित्तिकै चाहिँ त्यस्तो केही पनि नजान्ने होइन त्यस्तो टाइपको होइन कि सबैलाई नै लेबर भनिन्छ। जो चाहिँ 8 घन्टा काम गर्छ होइन, त्यसलाई चाहिँ लेबर भनिन्छ। लेबर भनेको त्यो डाक्टर पनि लेबर नै हो, नर्स पनि लेबर नै हो होइन। अनि कन्स्ट्रक्सन सम्बन्धी काम गर्ने, साधारण ढुङ्गासुङ्गा उठाउने अनि त्यस्तो टाइपकोलाई चाहिँ अनस्किल्ड जेनरल लेबर भनिन्छ होइन। त्यस्तो नर्मल टाइपको काम गर्नेलाई चाहिँ त्यस्तोलाई चाहिँ लेबर भनिन्छ होइन। जो चाहिँ स्किल प्रोफेसनल लेबर भनेको चाहिँ फेरि डक्टर इन्जिनियर यस्तो पर्छ होइन। अनि अल्सो टिचर पनि चाहिँ लेबरमै पर्छ कि होइन, किन भन्दाखेरि ऊ पनि 8 घन्टा काम गर्छ, उसले नि फिक्स काम गरे बापत पैसा नै लाग्छ। अनि त्यही भएर चाहिँ टिचरलाई पनि लेबर नै भनिन्छ, तर स्टुडेन्टलाई चाहिँ लेबर भनिँदैन। किन भन्दाखेरि चाहिँ स्टुडेन्टले चाहिँ ज्ञान लिन आएको हुन्छ होइन, उसले चाहिँ आएको 8 घन्टा बिताए बापत चाहिँ उसले पैसा पाउँदैन होइन। त्यही भएर चाहिँ स्टुडेन्टलाई चाहिँ लेबरमा चाहिँ भनिँदैन, गनिँदैन लेबरमा चाहिँ। तर टिचरलाई पनि चाहिँ लेबरमै गनिन्छ। अनि त्यही नै हो। अनि स्किल एक प्रोफेसनल लेबर भने चाहिँ अलिकति होइन पेसागत अलिकति केही पेसा सम्बन्धी चाहिँ हासिल गरेर चाहिँ
ती सम्बन्धी काम गर्नेलाई चाहिँ स्किल प्रोफेसनल लेबर भनिन्छ भने चाहिँ जेनरल अनस्किल्ड लेबर भनेको चाहिँ नर्मल हामी जस्तै भयो होइन। अनि जेनरल लेबर चाहिँ धेरै जसो कन्स्ट्रक्सन सम्बन्धी काम गर्नेलाई नै भन्दो रहेछ होइन नर्मल्ली। त्यही नै हो लेबर एन्ड त्यही नै हो। अनि चाहिँ यो किन मनाइन्छ भन्दाखेरि चाहिँ यसको मनाउनुको मेन उद्देश्य रहेको चाहिँ सबै मजदुरहरू चाहिँ एकजुट हौँ होइन, सबै मजदुरले नै हो गर्ने भनेर चाहिँ एउटा दिनलाई चाहिँ याद गर्दै होइन मनाउन थालिएको यो चाहिँ एकदम पछिल्लो समयमा चाहिँ धेरै देशहरूमा पनि मनाउन थाल्यो। फर्स्ट टाइम चाहिँ अमेरिकाबाट नै स्टार्ट भएको थियो यसको सुरुवात चाहिँ, तर अहिले धेरै कन्ट्रीहरूमा चाहिँ विश्वभर नै मनाउन थालेको छ यो चाहिँ। अनि त्यही नै हो यसको मेन उद्देश्य भनेकै होइन, सबै एकजुट हुनुपर्छ। अनि कामदारहरूले पनि केही पाउनुपर्छ होइन। जस्तो धेरै जसो कामहरूमा चाहिँ एकदम शोषणमा होइन, शोषण दमनमा पर्छ। अनि त्यस्तो नहोस् होइन, त्यस्तो व्यवहारहरू गर्ने चाहिँ धेरै उहरू हुन्छ। अनि त्यस्तो चाहिँ नहोस्, त्यसको कम गर्नको लागि चाहिँ यो चाहिँ एकदम यो पनि यसले पनि एकदम ठुलो भूमिका खेल्छ होइन। यसले गर्दाखेरि चाहिँ धेरै अधिकारहरू दिन्छ होइन, लेबरहरूलाई अधिकारहरू दिन्छ। अनि त्यही भएर चाहिँ एकदम राम्रो हुन्छ यो चाहिँ। अनि त्यही नै हो अब लेबर। अब हामी पनि इन्टरनेसनल लेबर पऱ्यो। अनि त्यही हो अब दिन चाहने सन्देश भनेको मेरो तर्फबाट चाहिँ लेबरहरूलाई चाहिँ त्यही हो। अब फर्स्ट अफ अल सेफ्टी फर्स्ट होइन, त्यही नै सेफ्टी हुनु पऱ्यो सुरुमा चाहिँ, त्यही नै हो भन्ने चाहिँ। अनि आफ्नो स्वास्थ्यलाई ख्याल राख्नु पऱ्यो, सेफ्टी फर्स्ट होइन। आफ्नो स्वास्थ्य छ भने चाहिँ सबै छ, छैन भने चाहिँ केही पनि छैन। एन्ड आई वान्ट टु से सेल्युट टु अल रियल हिरोज एन्ड यति नै होइन, त्यही नै हो। अब आजको दिनलाई याद गर्दै मे 1 होइन, फेरि पनि लेबर डेको शुभकामना सबैमाथि। यति नै आजलाई, हस्त धन्यवाद। मेरो नाम यही चलन राणा। द्याट्स इट म्यान। सकाइदिएँ मैले के भने के आफैलाई पनि थाहा छैन होइन, कस्तो रहेछ त देखेको छैन। सो लगतै हेर्छु अहिलेलाई चाहिँ। यति नै द्याट्स इट म्यान। फ्यास।